साथीहरु हेर्नु त भिडियो बनाउँछु कति छेगर कपडा छ किन रको जा बाग लजाएर हेर्नु त काट्नु मम्मी मम्मी ओए आया आया बाबु यता हेर छोरा सामने यता हेर त आयो तिम्रो आयो भिडियो बनाउँछु कति बेला ठिकै त छ देखि हमरा कोही लेना चाहिँ मम्मी कपडा नै कराउनु छेगर कपडा छ या ई भैंस देखे ले जा छे कहै भैंस केना छे जाची देखे ले हमरा कहलियो न हम कहै छले न पूरे कुन बच्चा का हां ये हो हेर्नु साथीहरु हाम्रो जर्सी गाई हैन ई आज चाहिँ यतातिर चाहिँ गोवर्धन पूजा हो यता म गाउँतिर आएको छु घुम्न ठुलो मामु घरतिर यता चाहिँ हजुरबा बस्नुहुन्छ यता चाहिँ यस्तो छ घर ई हेर्नु त खतरा छ कि हाम्रो जर्सी ओरिजिनल जर्सी यता नि घर छ गाउँघरमा चाहिँ बस्नै आनन्द अनि यो चाहिँ ठुलो अनारको रुख हेर्नु त ओहो यसमा अनार मजाले फल्छ दामी अनार मजाले फल्छ ठाउँ नै रमाइलो छ हेर्नु त यत्रो ठुलो रुख हेर्नु न दामी हुन्छ साथीहरु के हो यिनीहरू हेर्नु त हाम्रो चुला कस्तो दामी दामी डिजाइन गर्नु त भर्खर भर्खर लिप्नु भएको छ यस्तो छ गाउँघरको चुला एउटा यानी छ छठहरुको लागि बनाउने त हाम्रो गोठालो हेर्नु त गोठालो सटलो दामी छ गाइस दामी यता बाबुहरुको लागि लुगा चुज हुँदैछ यता हेर्नु त दामी छ के साथीहरु भैँसी त झन् दामी छ भैँसी पनि हेराउँछु मजुरहरुले यता यस्तो छ छोराछोरी त मोज छ यता मोज यहाँ छ यहाँ यो देखेर पुछु आज पिन्ने त बड़ा संजोग में आ गया हो पूरा हो गया ई बाबू वाली ने भन्छ कौन लेन ये ओइलो ये बढ़िया छ बहुत बढ़िया ओ वाला तो दे दीजिए ये लेगा क्या करे बोलिए ये पड़ेगा 350 आए दे दीजिए हाँ बस हम दे देंगे ऐसा बात नहीं है ना ये 350 उससे बोलो तो हम 300 350 ना बोला ये हमको बोला हमको आया 300 लगा यता डिस्कस चलिरहेछ के योसँग साथीहरु योसँग उधारी मागे भने अनि भन्छ हम कल घर जाएंगे म भोलि घर जान्छु रे त्यस्तो हुन्छ यहाँ सबैजना मजाक मस्ती यता भइरहेछ सानु कुन लुगा मन पर्यो सानुलाई कुन लुगा मन पर्यो त्यो ए बाबु यता हेर जा यता बुवा चाहिँ के गर्नु हुँदैछ त्यहाँ बाइकको बच्चा है यते बाख्रा हेर्ने सानो फुच्ची हेर्नु त खेल त सानो खेल माँ कैसे ले ले समा सानो को यता जा और आने खोजना गुरे छ हम बुझबे न करै छी खोइ सानीहरु कहे यसको नानी खोइ भैंसीको नानी खोइ दामी छ यो हेर त के हो के नाम यसको मुन्नी भन त अनि के हो त बाबु बाबु नाम हो उधार यहाँ पनि छ
के नाम हो बाबु अरूले ल्याइदियो ओइ झर्छ राम्रोसँग गाउँघर चाहिँ साथीहरू यता धेरै बबाल छ कि मतलब पुरै चौरीमा छ 2-3वटा घर मात्रै छ यता भित्रतिर हो यताहरूमा त तर यस्तै गाउँठाउँ राम्रो कि शान्त किसिमको हुन्छ दामी हुन्छ मन पनि शान्त मान्छेहरूले जति हेर्छ त्यति मन जान्छ नहेरेपछि मन ठ्याप्पै हुन्छ त्यही हो यता त कस्तो रमाइलो यताहरू तिहारमा यस्तो बनाएको थियो झिलिमिलीहरू यस्तो छ यहाँ यो जाने बाटो यता चाहिँ नहर छ हेर्नु त पुरै क्या दामी ठाउँ छ साथीहरू नि त वेदर वाउ त 2-3वटा घर मात्र छ कि यता त्यो पनि काकाहरूको हो काकाहरूको घर हो यो चाहिँ यस्तो छ हेर्नु त दामी ठाउँ छ क्या आउने यता प्लानिङै थिएन है यता आउने प्लानिङ थिएन अनि भने भोलि अनि भाइटिका हो अनि आज चाहिँ अब यतै उतै घुमघाम पारौँ भनेर घरमा नि कति बस्नु ज्याउ हुन्छ साथीहरू दिमागले कामै गर्न छोड्छ मेरो त है के गर्नु यस्तै हो त्यही भएर हल्का बाहिर निक्लिनुपर्छ घुम्नुपर्छ त्यही हो म त यता आएँ घुम्न रमाइलो छ साथीहरू है यताको सबै म हजुरहरूलाई हेर आउनेछु दामी दामी छ क्या पुरै दामी दामी अहिले घरमा चाहिँ सानो मम्मी सानो बाबा अनि त्यसपछि मेरो बहिनी अनि मेरो 2टा भाइ अनि हजुरबा अनि बुहारी अनि फेरि एउटा सानो भाइ छ सबैजना अहिले घरमै बसिरहनु भएको छ अहिले अनि हामी चाहिँ यता आएको छौँ घुम्न यो ठाउँको नाम चाहिँ सिस्वा हो गाइस सिस्वा दामी यताको भैँसी पनि यस्तो छ नि यमराजको त वाहन हुन्छ नि यमदूत त्यही हो कि त्यस्तै छ खतरा हेर्नु त म हजुरलाई ल्याउँछु उता सबै आज चाहिँ गोवर्धन पूजा भएर सबै जनावरहरूको हुन्छ नि गाईको भैँसीको बाख्राहरू जतिको हुन्छ नि सबैको पूजा आज हुन्छ कि आज हाम्रोतिर तराईतिर यता हुन्छ उता पाहाडतिर के हुन्छ होला सायद चारैतिर हुन्छ होला यता हेर्नु त मजुरहरूलाई हेराउँछ दामी छ हेर्नु त उता त अब नजिकमा कसरी जानु चप्पनी लाएको छैन मैले यस्तो छ यो चाहिँ फेरि खतरा डेन्जर छ उता हेर्नु त सबै म जुम यस्तो छ खतरा हो यमराजी यमराज साथीहरू यमराजीको वाहन हेर्नु त यता मेरो सब बहिनीहरू हो आऊ सबैजना भिडियोमा क्या है यहाँ न नगर्नु न यहाँ न अति यहाँ जल्दी यहाँ न यहाँ जल्दी यहाँ जल्दी यता मेरो सब बहिनीहरू सबै बहिनीहरू नाम भन त आफ्नो पहिले हाई भन हेलो हेलो ल नाम भन ल तिम्रो नाम भन पहिले रुबी यादव तिम्रो आरुषी यादव अनि तिम्रो अञ्जली यादव अनि मेरो चाहिँ शान्ति पासवान म चाहिँ यादव होइन गाइज म त्यो पासवान हो होइन 2-3टा बहिनी अझै भित्र छन् अनि सबैजना बहिनीलाई एकजुट गरेर एक भेला गरेर म हजुरहरूलाई सबैले हेराउनु छु दामी दामी छ क्या बहिनीहरू कस्तो क्युट क्युट छ क्या फेरि सबै दिदी बहिनीको एक नासे अनुहार छ कि सबैको हेर्नु त है खतरा पोजमा छ फेरि बाबु चाहिँ सबसँग मान्ने अहिले मलाई हेरेर रुँदैछ हेर्नु त जाऊ भित्र आऊ भित्र गयो कस्तो दामी ठाउँ छ कि साथीहरू ठ्याक्कै सनलाइट आउँछ फेसमा है दामी छ वेदर कि दामी यतै बसौँ त्यस्तै लाग्छ हौ एकान्त छ दामी छ साथीहरू यता त यता अनि यहाँ बहिनीहरूले यता फुलहरू बनाएको थिए लक्ष्मी पूजामा अहिले सबै गयो यता हो हेर्नु त मोज हुन्छ साथीहरू मोज दामी छ यो अङ्कल चाहिँ जेबे यो अङ्कल चाहिँ यता यो कपडाहरू बेच्न आउँछु नि त अलिक यहाँ गाउँ छ नि त त्यही भएर यहाँ आउनुहुन्छ कपडा सपडा बेच्न अनि कोहीले भन्छ नि कि म बाँकी लिन्छु भनेर अनि के सुरुमा के भन्छ नाइ हम कल घर जाएंगे सुरुमा भनिदिन्छ नाइ हम कल घर जाना है पैसा दीजिए पैसा त भन्छ हाँस्नु हुँदैछ अङ्कल त्यस्तो छ साथीहरू दामी छ ठाउँ अब उताको नि घर जानु छ उताको नि हेराइदिन्छु उता बाबु रोयो यो मजुरालाई सबै हेराउँछु है साथीहरू म चाहिँ यता सिँढीमा चढ्दैछु है 2 तल्लामा आऊ यहाँ घुम्नु बाबुले लिएर आए हेर्नु त माथि उता सबैजना तल छन् बुवाहरू बहिनीहरू सबै मेरो आयो बहिनी भाइ जतिजना सबैजना
आऊ सबैजना आऊ त यो चाहिँ खालि रुइरहेछ हेर्नु त ए एउटा बहिनी उता नुहाएर है तिनजना यता है सबैजना छन् रोयो 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 जा रुँदैछ पकड देख्दा या चल रुनु हुँदैन ए हेलो हेलो भन यी यस्तो साथीहरू आजको अवस्था माथि नै गर्छु हेर्नु त म त्यहाँबाट तलबाट यता माथि चढेर आएँ यो भिडियो कारण हेराउँछु भनेर के उता नै खेच्छौ अहिले म एकछिन उतातिर नि जान्छु बाहिर बाहिर नि जान्छु हेराउँछु म गाउँघर हाम्रो यता भित्र हेर्नु त है कान्छली जा है बाबु ला मम खाना हो ल आऊ मम खाना हो साथीहरू सुतिसक्यो मेरो छोरा खेल्दा खेल्दै सानो यता रमाइलो हुँदैछ धेरै मौसीहरू हुनुहुन्छ यहाँ कि एउटा यता छ यता मेरो नानी दादी के भन्नु अब दादी श्री उता मेरो दोस्त मम्मी उता हेर्न सक्नुहुन्छ त्यहाँ हो यता हेर्नु हुँदैछ भिडियोमा यो हजुरआमा हो हजुरआमा भिडियो चाहिँ भिडियो यता है यो मेरो हजुरआमा हेर्नु दोस्त मम्मी यो मेरो मम्मी ए यस्तो छ बाबु सुतिसक्यो यहाँ उता बुवाहरू खाना खानु हुँदै थियो उतापट्टि हामी यस्तो माथि छौँ 2 तल्लामा 2 तल्लाको माथि हामी बसाइ चल्दैछ साथीहरू यस्तै हो पारा साथीहरू अब जाने हामी खाना खाने होइन हेर्नु यता कस्तो मोमो हिँडिरहेछ हेर्नु त्यो सिडीमा जान पनि डर आउन पनि डर हेर्नु हजुरआमा आउनु रहेछ कहाँ हो सानो तिमी सानो यहाँ हो हेर्नु त ठुलो आँगन छ यता साथीहरू हेर्नु यता कस्तो दामी दामी पकवानहरू बनिरहेछ क्या यता हेर्नु यो चाहिँ लजाइरहेको थिएँ कि नहेर भनेर हेर्नु त ए के हो यो परोठा यो पनि परोठा यता पनि परोठा छ तरकारी हेर्नु अनि यसमा के छ खिर हेर्नु त बाफरे बा भोज हुन्छ आज साथीहरू भोज हेर्नु बिचारा हाम्रो लागि यतिसम्म गरे यिनीहरूले होइन साथीहरू लजाइरहेछ यो लजाउँदैछ सानो जान खेल्नु त्यहाँ के गर्न यसो त कति चुली तुलीको ठिक छ बोल मम्मी तब कति भाइरल है तो ना आप देखिए ना सब भाइरल है तब छा मम्मी तेनंग करना सबको जो भिडियो देखते सो नहीं देखते सो सब कुछ है अब हजुरबासँग भेटाउँछु म यता मेरो बुवा पापा हेर्नु सबैजना हाँस्नु हुँदैछ मलाई हेरेर के गर्दैछ भनेर हेर्नु त ल ल ल बाबु ल सबै यो मेरो ठुलो हजुरबा सबजना नमस्ते गर्नु साथीहरू नमस्ते हो बुवा यता हेर्नु आज यता मलाई आउन मन थिएन हैन तर पनि हजुरबाहरुलाई हजुरआमाहरुलाई बुवाहरुलाई सबलाई भेट्न आए म हेर्नु यस्तो छ माया प्रेम हाम्रो बाख्राहरु यता हेर्नु मेन कुरा हजुरबा नि बिरामी हुनुहुन्थ्यो हैन हजुरबा बिरामी हुनुहुन्थ्यो तर पनि यति काम गर्नुहुन्छ हेर्नु हेर्नु त गाई बस्तुहरुलाई पुरै आज गोवर्धन पूजामा सजाएर राख्दिनु भएको छ हेर्नु त सबै गर्नु हुँदैछ त बलियो हुनुहुन्छ बलियो हजुरबा बलियो हुनुहुन्छ त्यही भएर बिचारा हाँस्नु हुँदैछ हेर्नु त मलाई गाली गर्नुहुन्छ यस्तो घरहरुको नहेरा भनेर सबको घर त त्यस्तै त हुन्छ हैन को चाहिँ धनी छ को चाहिँ गरिब छ मन राम्रो हुनु पर्यो मन सफा हुनु पर्यो हैन त यस्तो हरियाली गाउँहरु छ यस्तोमा पो बस्ने हो त गाउँ शहर भनेको शहरै हुन्छ साथीहरु गाउँ भनेको गाउँ नै हुन्छ मेरो छोरी यता खेल्छ अघि पनि हेर्नु त सनलाइट आहा हेर्नु त दामी भ्यू आयो हेर्नु त दामी छ भैँसीको लेन चाहिँ भैँसीको पनि हेराउँछु कि अघि चाहिँ राम्रोसँग हेराउन पाएको थिएन अब चाहिँ भित्र गएर हेराउँछु म हैन सानो आऊ काखमा आऊ त धेरै दिन भयो तिमी मेरो काखमा नआएको राम्रोसँग यो चाहिँ मेरो छोरी सानुमाया सानुमायाको नाम के हो छोरा नाम भन्देऊ त सौर्या सौर्या के हो सौर्या भन्छ लाठी उठाउनु हुँदैन लाठी सर्दै साथीहरु अब चाहिँ हेराउँछु सबैजना पोजमा छन् बाफ रे बा सबैजना पोजमा छन् नै नै ठिक छ
खाली खुट्टै आएको छु भैँसीहरू ल्याएर होइन यहाँ चाहिँ फेरि यता सर्पहरू पनि हुन्छ नि गाई त्यस्तो ठाउँ छ जय हो बाबा यमराज कि वाहन हेर्नु त कतिवटा छ 1 2 3 4 5 6 6वटा साथीहरू नि त 6वटा छ हेर्नु बाफ रे बा महाराजजीहरू यस्तो ठाउँ छ साथीहरू यस्तो छ जय हो महाराजजी राम्रोसँग बस्नु मिठो मिठो दुध दिनु प्योर दुध दिनु धेरै धेरै लिटर दुध दिनु हैन यति मेरो मम्मीले दुःख कष्ट गरेर हैन चारा बनाएर खुवाउनुहुन्छ घाँस काटेर ल्याउनुहुन्छ त्यस्तो उटोमा झाडीहरुबाट मिठो मिठो पोषण तत्त्वहरु खानु हैन मिठो मिठो दुध दिनु मेरो भाइ बहिनीहरुलाई अलिक यसो ताकत लागोस् हैन त्यही हो बाबु यता कि भ्यू चाहिँ बबाल लाग्यो क्या साथीहरु बबाल छ भ्यू चाहिँ बबाल आजको ब्लग त्यस्तै हो दामी दामी सानु तिमी जाऊ न नानासँग त्यहाँ जाऊ न जाऊ भिडियोमा जाऊ कुदिहाल्छ हेर्नु न अब रुम जाने नहीं आएछ हम फर्स्ट चोटी तेबे कर ले उबे और ठाउँ कते त हमने जति अत कली त हम तोरा देखेले हम चले लियो तब हां त जा जा खा जा ल साथीहरु अब खाना जाने मलाई नि बिहेमा नि आउनु भएको छ नि त अनि मलाई त त्यति यादै छैन है कति जना आयो कति जना के मलाई थाहै छैन मलाई हेर्नु भएको थियो अरे अनि त्यसपछि आज मात्र 500 वर्ष भइसक्यो अनि आज हेर्नु भयो अब खाना खाने मम्मी यता बस्नु भयो खाना अरे भाइ स्टार्ट हेर्नु त स्टोरी मम्मी खाना थाली हाल्नु भयो ल साथीहरु अब खाने एक बहिनी पर्छ बिना को बाबु तू को बेटी खाना तो करे बेले न खिते न को बेटा खा ल साथीहरु पहिले तपाईहरु खानु हैन तपाईहरुको लागि यो बाइट अनि त्यसपछि म खान्छु ल अन्त खानु हुँदैछ बहिनी दादीमा मम्मीजी बडी मम्मी म बहिनी भागिसके ल साथीहरु यस्तो अब खाएर भेट्छु हजुरहरुलाई र फाइनली साथीहरु अब चाहिँ हामी जाँदैछौँ हैन सानो मामु ल्याएर आउन अनि बहिनी ल्याएर आउन घाँस काट्दैछ तिनीहरु मैले भकुर उता पुगेर आए सानोले लिएर उता आएर मोबाइलले लाने बिर्से कि अनि बाबु पनि उठिहाल्यो त्यसपछि म यता आएँ हेर्नु त्यहाँ दामी छ भ्यू हेर्नु त चारैतिर चौरी चौरी यता हाम्रो मौरी मौरी यता छौरी त्यही हो साथीहरु अब जान हेर्नु अब चाहिँ म घाँस काट्ने प्रयास पनि गर्छु हैन एकचोटी के कसो हुन्छ घाँस कट्ने यता यस्तो शान्त ठाउँ छ आफूले बोलेको कस्तो मजाले कस्तो आइरहेछ कि आवाज फ्रेस 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 दामी हेर्नु त छोरा बाबु यता आएर सानो बाबु जा अघि चाहिँ सुतिरहेको थियो अहिले चाहिँ उठ्यो बाबु यता आएर त सानो ओइ जान अगाडि जाऊ न अगाडि त्यहाँ जाऊ त जाऊ त सानो अब हेर आउँछ यो मम्मीहरु कस्तो लजाउनुहुन्छ म चाहिँ के गर्नु भिडियो बनाउने हो हाल्ने हो आफ्नो के हो बोल्ने बानी छ हैन बोलिहालिन्छ साथीहरु हेलो हाय कर जल्दी हाय हाय कचिया फ्याक जल्दी साथीहरु यो चाहिँ मेरो सानो मम्मी त हेर्नु है नमस्ते कर हैन नमस्ते गर्न नमस्ते गरिन यता सानो छोरी ठुल छोरी यता हेर्नु त है कस्तो दामी छ ठाउँ यी चारैतिर यस्तो शान्त है त वेदर आहा सीन क्या सीन है हेर्नु यी सबैलाई हेराएँ मैले यता घाँस काट्दैछ एकचोटि काटेर देखाइ त एकचोटि निक्छ ल यता हेर्नु कसरी काटिन्छ त मलाई त आउँदैन त्यति हैन एकचोटि घरमा चाहिँ काटेको थिएँ त्यहाँबाट काटेको छैन ले काटेर देखाइ ल सुरु हो जाओ डार्लिङ सुरु हो जाओ देखिए साथीहरु यी सानो तिमीलाई आउँदैन काट्न हट त यहाँ हट न यता हेराउँछु म हेर्नु त क्या मजाले काट्छ बहिनीले
दामी दामी आफूलाई चाहिँ फेरि केही गर्न आउँदैन के गर्नु तनाव छ हेर्नु त बिचरा आफूलाई फेरि क्या काट्न आउँदैन ट्राई गरौँ कि क्या एकचोटि ट्राई गरे एकचोटि ल म ट्राई गर्छु एकचोटि कस्तो हुँदो रहेछ होइन एकचोटि एक्सपेरिमेन्ट गरौँ त एकचोटि काटिछौँ ल ल ओके कहीँ ओके ओके ल साथीहरू ओके अब म काट्छु है ल साथीहरू अब म काट्न स्टार्ट गर्दैछु हेर्नु है जय भगवान् त्यति त आउँदैन तर पनि होइन सानो हट्न तिमी यतापट्टि आऊ न तिमी यहाँ बसाऊ यहाँ यसरी बसाऊ ओ यसलाई यसरी टेक्नोलोजी नयाँ तरिकाले ल गणेश आयो न म ल यी साथीहरू यस्तै हो एउटाले यस्तो एउटा आउँदैन यस्तो छ भिडियो बनाउँछ आएको छ ल यसरी काट्ने हो गीत गाप त धान बोलाएको न ल एउटाले एकचोटिमा आउँदैन दोनी सोनी भयो त बोलाबे धान ले ले वो में बोरा भयो साथीहरु काटियो 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 ए के भएको ओर्ली न अब त यस्तो छ यसको बाउले यो भिडियो हेर्यो भने बौलाउँछ होला यस्तो साथीहरु हरियाली चारीतिर अब मैले धान काटे खसेर लाउँदैन भने सिक्नुस् मैले त सिकिसके अब ल किन रको जा देखि यो बच्चा काबे काटेल हेर्नु साथीहरु आफू त पर्यो गवार मान्छे आउँदैन बच्चा भाग लजाएर हेर्नु त काट्न ले न काट्न काट्न सानो भाग फटा म पनि काट्छु हेर्नु त कति फटाफट हेर्नु त कति फटाफट ल तिमीले आउँदैन कसरी ल हट त्यहाँबाट हट छोड्दे तिमीले आउँदैन हट यस्तो छ मोज छ साथीहरु मोज दामी मलाई त यो ठाउँ कस्तो रमाइलो ओना जी चल त देखा दियो सानो आऊ लेतौँ या बच्चा कता ल्याउँदै छ उसलाई दिन्छ साथीहरु हाम्रो मैथिली भाषा हैन माइन्ड नगर्नु होला अब बीच बीचमा बोलिहालिन्छ हैन अब प्राय यसो नेपाली त बोल्छन् तर पनि हैन के यस्तै हो मैले मेरो सल चाहिँ मैले त्यही रुममै छोडेर आए हेर्नु न बाबुलाई सुताएको थिएँ त्यही माथिबाट ओराइदिएको थिएँ हेर्नु यस्तो छ ओन जी अब बाटो छ साथीहरु यहाँ बाढी आउँछ क्या यतातिर हेर्नु त उता पुरै पछाडि त खोला छ आउँछ इ यहाँ पुरै डुबाउँछ अरे कि उता त्यो घरसम्म डुबाउँछ अरे कि पानी आयो भने त्यहाँ त्यस्तो चाहिँ यताको नजारा हेर्नु त ए खुट्टा खाले त्यस्तो हो ऐसा अब जाने ल हस् अब घर जाने कि यहीँ बस्ने यता हेर्नु घर जाने हो ड्याडीको याद आउँछ कि आउँदैन आउँछ हो के लिएर आउनुहुन्छ ड्याडीले के सरप्राइज लिएर ए ल ठिक छ ल स्प्राइट कि सरप्राइज स्प्राइट लिएर आउँछ अरे ल ड्याडी स्प्राइट लिएर आउनु होइन यता हेर्नु यादव ग्याङ पुरै यादव ग्याङ हो गीत गाउने यादवको गाप त ककरा आएपछि गीत गायो होला साथीहरु एउटा गीत चलेको छ नि यो त डीके सागरको होइन यादव सरकार भन्ने म 2 लाइन हजुरहरुलाई गाएर सुनाउँछु ल तर आउनु त आउँदैन तर यस्तो यो यादव सरकारहरु छ हैन बीचमा गाइदिन्छु है ल सुन्नु एकजुट र ल गाबिन ककरा आउँछ सिर्जना कुन ल म गाउँदै साथीहरु हैन ल 3 2 1 गो स्टार्ट रुको ककरा आबेल्दी ए तू जल्दी आ त साथीहरु यहाँ त कमेडी चलिहाल्छ चाहिँ सबैजना हाँस्दै छु आ छिटो आइज न छिटो ल साथीहरु हैन आज चाहिँ सबै हामी यादव ग्याङहरु एकजुट भएको छौं हैन अनि एउटा गीत आएको छ नि डीके सागरको यादव सरकार भन्ने धेरै ट्रेन्डिङमा छ हैन अब हामी गाउँछौं ल ल ल ल 3 2 1 गो स्टार्ट हमर बोली रंगदार खुकरी के धार गर्दन के पार कनी विचार न त बोरा में पैक कर सीधे वही पार
सिस्टम हिलाए वाला यादव सरकार फेरि सुतेरको बाघलाई न टर्चर नदे केटाहरूसँग सबै ग्याङ्जर सबे मामा पनि सायद हाम्रो ग्याङ एन्ड द वे त्यसैले पढ्दै नपढ मेरो नजरमा बे मेरो छुट्टै कहानी जनकपुरदेखिको यात्रा राजधानी बर्दिवासमा त होटलको स्याउनी भट्कायो ध्यान मेरो त्यता नजाऊ त नराम्रो बानी तरी तर सानो छ देश हाम्रो मिल्ने हो हामी फेरि दादा गएन हामी फेरि डेन्जर हो हामी साथीहरू यस्तै हो होइन ऊ भाइले पनि गाउँदैछ यस्तै हो साथीहरू गीत होइन मोज यादव सरकार काम धन्दा मेरो मम्मीले साथीहरू धेरै गर्नुहुन्छ हेर्नु त यसमा के छ धान हो यसमा धान छ यसमा चामल नि हुन्छ होइन चिउरा नि हुन्छ हेर्नु बालबच्चाहरूलाई त हेर्नु कति बाल बच्चा छ यता साथीहरू भैँसी छ त अब दुध निकाल्ने हेर्नु त यहाँ अँध्यारो छ एकैछिन साथीहरू हेर्नु पहिले त्यसलाई दुध खुवाउँछ होइन त्यसपछि भैँसी दुइन्छ हेर्नु अलिक अँध्यारो छ मेन्टेनेन्स गर्नु होला यता मैले बत्ती नि बालिदिएको छु हेर्नु अब के अरे के सानो छ यसको नाम के हो बकरी हो बकरी बच्चा कुन बच्चा हो अनि सानोको नाम के हो सौर्या ए ल ठिक छ नाम त राम्रो राखेको छ सानोले तिमी आज यहीँ बस न यहीँ बस्ने हो हेर त कतिजना हेर त मौसी मौसाको हो सबै यहाँ हुनुहुन्छ यतै बस ल यता त दाइहरू मामाहरू हुनुहुन्छ सबैजना कस्तो माया गर्नुहुन्छ कि के भयो आँखाहरू त कस्तो टल्किरहेछ बाफ्रे म त सक्दिनँ हान्न पो आउँदैछ सानो बाबु यता आएर हजुर कहाँ बसेर ए तिमी बस्छौ अनि ए म बोक्दिनँ तिमी बोक जाऊ तिमी खेल साथीहरू हेर्नु त मम्मीको पावर कस्तो मजाले दुध दुहुनु हुँदैछ खै मम्मी एना ताकि त एकबार एना ताक दी ठिक छ पावरफुल गर्ल हो नि त पावरफुल पावरफुल मान्छे हो भाग्य मार्को हेर्नु त बहुतै गरेर नै आज जो आफूलाई त फेरि केही आउँदैन तनाव छ ल साथीहरू यस्तै हो हेर्नु खतरा हो मम्मी खतरा अब यो सबैमा भिडियो हालेर यिनीहरूलाई सबलाई हेर्न भन्छु अहिले हेराइदियो भने यिनीहरू कोही हेर्न मान्दैन हतपति त्यही भएर यिनीहरूलाई सबलाई हेर्न भन्छु म हजुरबा बिचरा यस्तो गाह्रो हुँदा पनि आफैले गर्नुहुन्छ काम हेर्नु त अब उता जाने घुमेर आउने हेर्नुभयो धेरै खानदानहरू छ के यता भन्नुहुँदैछ हाम्रो यति खानदान छ यो छ त्यो छ यता हेर्नु त अब यो घरमा नि भेट्नु अरे यो त्यो यता हेर्नु यता नि छ यता अघि मैले हेरेको थिएँ नि हो धान काट्ने सिकाउने मान्छे यही हो भाइरल हुन्छ नमस्ते बुबा हेर्नु त यता सबैजना यता दियो सियो झिलिमिली बालबुल भइरहेछ हेर्नु यता घर म त अगाडि नै एन्ट्री गरिहाल्छु आफ्नै घर हो साह्रै त यो त बुनुको घर हो अर्को सानो बुवाको घर अनि म यता आयो बुवा छ बुवालाई चाहिँ आज मैले फर्स्ट टाइम लगा नि चप्पल लगा नि त यसको चप्पल चाहिँ साथीहरू छुट्नु चाहिँ भएन है चप्पल छुट्नु भएन उता हेर्नु
सबको भेटघाट हुँदैछ। कुन कार्टुन? ल ल गुला जुवा। आज फाइनली भेटघाट भयो साथीहरू। के गर्ने यस्तै हो, फर्स्ट टाइम हेरेको सानो बुवालाई होइन। हेर्नु त यता बत्ती सत्ती बालियो, उता बहिनी उता काम गरिरहेछ, उता छोरी मोबाइल चलाइरहेछ, यता हेर्नु ग्याङहरू। बिचरा सेम सेम बाबा सबदेखि। जा बाबु साथी हो साथी र साथी जा साथी पनि भेट्यो ल। सानो यता हेर त को हो यो? दुईटा भाइ हो। अब एकरो पकड ले अब ओकरो लै अब यता सामने यता हेर त लाओ। अहिले सबै एकजुट भएको छन् हेर्नु, यमराज दूतहरू। हेर्नु त गाउँको जिन्दगी सबै घर फ्यामिली हेर्नु सबै राम्रो छ नि त। हेर्नु त बिचारा हाम्रो अगाडि पछाडि हेर्नु त सबैजना जान पनि मन छैन साथीहरू, के गर्नु होइन। उता हेर्नु ओहो ल ल ल आयो 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 ल साथीहरू मजाको फ्यामिली छ क्या सबैजना, आफ्नै जस्तै लाग्छ फेरि है। सबैजना लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला होइन। हजुरबा फेरि साह्रै मजाको हुनुहुन्छ होइन। राम्रै भयो होइन, आउनुपर्छ, घुमघाम गर्नुपर्छ, बस्नुपर्छ। पप्पा सानो बैठा त ल 2 शब्द केही। पप्पा आउने प्लानिङ थिएन साथीहरू, तर नि आए होइन। भाग्यले लेखेको मेटिँदैन साथीहरू, यही हो। हेर्नु त बुढाहरू बालबच्चाहरू सबैजना बहिनीहरू फेरि सबै राम्री राम्री के सबै राम्रो राम्रो छ। पढाइ लेखाइ पनि सबै ट्यालेन्ट। त्यो बहिनी चाहिँ 11मा पढ्छ अरे सिर्जना होइन। अहिले हामी गीत गाएर आयौँ होइन। मोज छ हेर्नु त दामी वेदर। ल ल बाई गर त, बाई 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 बाई।